फेरि पनि सम्पूर्णलाई नमस्कार। आज पनि म तपाईलाई केही भिडियो लिएर आएको छु हैन, जुन भिडियोले तपाईले चाहिँ लाइफमा धेरै अगाडि बढोस् क्या त्यसको बारेमा है। म तपाईलाई सानो एउटा एक्सपेरिमेन्ट गर्छु है। त्यो एक्सपेरिमेन्टबाट तपाईले बुझ्न सक्नुहुनेछ है। अहिले मेरो हातमा 500 रुपैयाँ आएको छ है नोट। सबैले ध्यान दिएर हेर्नु होला। यो 500 रुपैयाँ सम्मसँग है मैले यो 500 रुपैयाँलाई तपाईको यसरी कुच्चाएर मैले फाल्छु बाटोमा है। त्यो बाटोमा फालेपछि यो 500 रुपैयाँ कसैले टिप्छ कि टिप्दैन भन्नुस् त? अभियसली टिप्छ नि त हैन। ल ठीक छ। फेरि पनि यो 500 रुपैयाँलाई मैले तपाईको काचाकुचुक पारेर गरेर मैले डस्टबिनमा फालेर के। तर कोही व्यक्तिले त्यो पैसा टिप्छ कि टिप्दैन होला? अभियसली टिप्छ नि। हेर्नुस्, जिन्दगीमा तपाई हाम्रो चाहिँ भ्यालु हुनु जरुरी छ के। आज यो जहाँ कागजको त कति भ्यालु हुन्छ भने तपाईले पनि लाइफमा चाहिँ आफूले यति भ्यालु गर्नुस् कि जुन तपाईले जहाँनिर मान्छेले फाल्दा पनि तपाईले के हुन्छ भोलि मान्छे तपाईलाई चाहिँ भ्यालुएबल बनाएर तपाईलाई चाहिँ के गर्छ, सक्सेसको स्टेप पार गर्छ के। सो गाइज, रिमेम्बर द्याट अलवेज अपग्रेड योर भ्यालु। तपाईको आफ्नो भ्यालु भन्छ नि, एउटा भ्यालु भनेको तपाईले के बुझ्न सक्नुहुन्छ भने आफ्नो क्षमतालाई चाहिँ बढाउनुहोस् के। त्यही भन्न चाहन्छु। सो थ्यांक यू सो मच।